अब श्रीमानलाई खाना पकाएर नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई 6 वर्ष जेल। होसियार है तपाईँ दिदी बहिनीहरू पनि अब जेल जानु पर्ला। प्राय दिनहौ विश्वमा अनौठो घटनाहरू भइरहेको हुन्छ। त्यस्तै युरोपेली मुलुक इटालीमा पनि अनौठो घटना भएको छ। आफूलाई खाना पकाएर नखुवाएको र घर धन्दा पनि राम्रोसँग नगरेको भन्दै एकजना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्दा हालेका छन्। यदि उनको अभियोग प्रमाणित भयो भने बिचरी ती श्रीमतीलाई 6 वर्षसम्मको जेल सजाय हुने भएको छ। मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घर परिवारलाई व्यवस्था गरेको आरोपमा मुद्दा हालेका हुन्। उनले आफ्नी श्रीमती विरुद्ध दिएको उजुरीमा श्रीमतीले घर सफा नगरेको, परिवारलाई अपहेलना गरेको तथा परिवारप्रति श्रीमतीको दुर्व्यवहार पछिल्लो 2 वर्षसम्म जारी रहेको उल्लेख छ। साथै 30-43 वर्षका पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफू निकै फोहोर अवस्थामा बस्न बाध्य भएको गुनासो गरेका छन्। आफूले पकाउनको लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरे पनि श्रीमतीले नपकाउने र कुहाएर टोकरीमा फ्याक्ने गरेको उनको आरोप छ। उनको अर्को आरोप झनै गम्भीर छ। आफू श्रीमतीसँग एउटै ओछ्यानमा सुत्न नपाएको र सँगै सुत्न खोज्दा लात्ताले हिर्काएर घचेडेको उनको गुनासो छ। यदि वादीको दाबी पुगेमा ती महिलालाई 6 वर्षसम्मको जेल सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ।